भन्छ टिमवर्क है। पार्टनर अफ मिनिस्ट्री भित्रमा के छ भन्दाखेरि यहाँ पावलको मिनिस्ट्रीमा पावल एक्लैले संसारलाई हल्लाएका छैनन्, पावल एक्लैले प्रचार गरेर भ्याएका छैनन्, पावलको पनि धेरै साथीहरू थिए। 4 अध्यायको 7, 8देखि 14 पद पढ्दाखेरिको अवस्थामा यहाँ धेरैजनाको नामहरू सुनिन्छ हामी। मेरो विषयमा सबै कुरा प्रिय भाइ विश्वासी धर्मसेवक र प्रभुमा सङ्गी दास तुखिकसले तिमीहरूलाई भन्ने छन्। 7 देखि 8 पदमा तुखिकस भन्ने पाउँछन्, पावल सँगसँगै पावलको सङ्गी, पावलको सहकार्य। 9 पदमा ओनेसिमस उनीहरूको साथमा भेटिन्छन्। 10 पदमा अरिस्तार्खस देखिन्छन्। 10 पदमा मर्कुस देखिन्छन्। 11 पदमा युस्तास भन्ने येशू भन्ने देखिन्छन्। अनि 12-13 पदमा इपाफ्रास देखिन्छन्। 14 पदमा लुका देखिन्छन्। 14 पदमा देमास देखिन्छन्। अनि एक्लैले यो संसारमा रहेका मण्डलीहरू स्थापना गरेनन्, त्यहाँनिर प्रचार गरेनन्। र पावलको साथमा यी व्यक्तिहरूलाई, तिमोथीको नाम छैन अझै, तिमोथी, सिलास, बर्नबास जस्ता व्यक्तिहरू पावलसँग थिए। अनि पावलले यसरी चाहिँ आफ्नो सेवाकाई गरेर पनि धेरैजनासँग टिमवर्क गरेर उनले संसारमा सुसमाचार प्रचार गर्ने गरे। तपाईहरुमा विश्वासीहरू पनि टिमवर्क गरिकन विश्वासमा एक हातमा हात, काँधमा काँध गरिकन तपाईहरु मैले सेवाकाई गर्छौं भने, संगति गर्छौं भने हाम्रो संगतिले परमेश्वरको महिमामा एक महिमाबाट अर्को महिमासम्म पुग्नलाई यी सहायता हुनेछ। सुसमाचार ठाउँ ठाउँमा प्रचार गर्नेछ। परमेश्वरको राज्य, परमेश्वरको इच्छा पूरा गर्न सक्नेछ। अनि यसरी नै हामी थाहा पाउनु परेको छ कि क्रिस्चियन मण्डलीहरू, क्रिस्चियन विश्वासीहरू, ख्रीष्टमा रहेकाहरू, सेवाकाई गरिरहेकाहरू एक्लैले केही पनि सम्भव छैन। त्यसकारण टिममा काम गर्नुभयो, पास्टर, एल्डर, डिकन, लिडर, विश्वासी, वर्शिप लिडर सबैजना एकै भएर टिम भएर काम गर्नुभयो भने हरेक कुरामा हाम्रो जीवनमा विजय प्राप्त गर्नेछन् र सफल प्राप्त गर्नेछन्। यसबाट सिक्नुपर्ने कुरा टिमवर्कमा काम गर्ने मण्डली, सेवक, सेवकाई एकदमै परमेश्वरको इच्छा अनुसारको सेवाकाई हुनेछ र असल सेवाकाई र आशिषमय सेवाकाई हुनेछन् भन्ने कुरा सिक्दछौँ।